हेलो एन्ड नमस्ते साथीहरू, फेरि पनि तपाईहरुमा एउटा न्यू मिनी भ्लग लिएर आइसकेकी छु। अनि आज चाहिँ हामी बुलबुले आइरहेको छौँ अनि हामी चाहिँ माथि गुफा जान आँटेको छौँ साथीहरू। यहाँ चाहिँ यस्तो केमा त छ अलि छिटो छिराउनु पर्यो है। चम्मेली छ चम्मेली तिमी छौ मेरो भनभरि। ल है त हामी चाहिँ माथि गुफा जाँदैछौँ है, झाँक्री बस्ने गुफा। आज म तपाईहरुलाई देखाउने छु गइसकेपछि। अघि तपाईहरुलाई आउँदा चाहिँ मैले देखाएन कि साथीहरू, गाडीले एकदम माथि राख्यो सो त्यही भएर देखाउन पाएन। अनि के आमा के साह्रो राम्रो राम्रो हेर्नु यता कति नरे भिडियो बनाएको जान जहिले झुकिनु हुन्छ हो न जान लु फटाफट जाम बाटो यस्तो रहेको छ। गानामा चुपा खानु त त्यसरी सबै खाइदेऊ त्यो कस्तो के भाउजू सुन्नुहुन्छ उहाँ चाहिँ मेरो मिल्ने लागि भएको उहाँ चाहिँ भान्ती हो उहाँ चाहिँ गर्नु भएको छैन अब भाइ माथि पुगेपछि बनाउने है त हैन ल तिम्रो उयो टिकटक एकाउन्ट बनाउँदा के कान्छी बिनु खाली छैन क्रमशः यहाँ चाहिँ पूजा हुँदैछ। नो नो अलिक राम्रो पूजा गर्ने मान्छे अहिले मजाले नजिसी सिरियस 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 है सिरियस मनोकामना पुरा होस्, हजुरको जय होस् जय होस्। नुनु जस्तो हुनुपर्छ सिरियस। अनि को भगवान्ले मान्छ त यहाँ जेठी नन अर्को मस्केर तपाईँको मनोकामना सबै पुरा होस् ए भगवान्। यता चाहिँ मुख बङ्गाएर पुजारी बाजे हुनुहुन्छ अघि पैसा कति कमाउनु हुँदैछ अरे बाजेलाई चमेली हो है त म चमेली हो बाबरी हो बाबरी चमेली जो मजाले आउँछ बस्छ उनीहरूले त फेरि सोरेर सफा गरेर पनि जानुपर्छ नि थाहा छ के हो। अस्ति नपालमा हामी आउँदाखेरि सोरेर गएको नि बसेर यहाँ चाहिँ गलेर थकान मेट्ने ठाउँ चाहिँ त्यही फोटो सोटो खिचेर चाहिँ हामी फेरि उकालो लाग्यौँ होइन त गाइस। मेरो सानो मिनी भ्लग बनाउने मेरो क्युटी पाए मेरो बहिनी मेरो फुपूको छोरी उहाँको पनि यसो मिनी भ्लग हेरिदिनु ल। के छ तिम्रो बिनु बिनु बिनिता खालिङ होइन हेरिदिनुहोस् है त खै त भनेको है त यता हेरेर लगभग 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 साथीहरू हामी चाहिँ आइपुग्नु झाँक्री गुफा आइसक्नु आँट्यौँ। झाँक्री गुफा त भन्छ नि नि टिकटकमा बिजी हुनुहुन्छ क्या साथीहरू। अनि यता देख्न सक्नुहुन्छ कहिले कस्तो राम्रो झर्ना उपर त हेर्नु न। सो फाइनली साथीहरू हामी चाहिँ झाँक्री गुफा आइसक्यौँ अनि हेर्नु यस्तो राम्रो झर्नाहरू पनि छ। यदि तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने यो नेपालको बुलबुले भन्ने ठाउँमा चाहिँ आउन सक्नुहुन्छ। अलिक म पर यसमा देखाउँछु ल। यहाँ चाहिँ यो चाहिँ के भन्छ यस्तो बस्नेलाई चाहिँ चौतार है मरेको मान्छेको नाममा यो समृद्धि र विकासका लागि पर्यटन क्षेत्र है यो चाहिँ जानु ए चाहिँ के अरे झाँक्री गुफा भन्छ कि यसलाई होइन यसमा चाहिँ झाँक्री गुफा भन्छ क्या यति मात्रै स्पेस छ क्या धेरै चाहिँ छैन। यसलाई चाहिँ पुरा फोटो चाहिँ हामी चाहिँ पालै ठुलो चाहिँ खिच्दैछु। हाम्रो चाहिँ पालै आएको छैन कि यो एरियामा चाहिँ कस्तो राम्रो झर्ना बिचरा बिजोक चाहिँ आमा धोजे देखो ना गाइस देखो ना क्या है ये गाइस देखो ना गाइस। यहाँ चाहिँ रेड माछा पनि पाउँछ क्या। अनि यहाँ चाहिँ दर्शन गरिसकेर आएर चाहिँ के भन्ने चोखिने ठाउँ भनौँ न। यो धारै धारामा चाहिँ उहाँको भिडियो बनाउने सोच छरेछ क्या। अनि हेर्नुहोस् न यहाँ आउनु खुरुर आउनु सबै कपडा भिज्छ त हो ल ओइ बिचारी चाहिँ चिन्ने छ बिचारी आउने बिचारी अलि जोगेर सबै हाम्रो रोग चाहिँ यसरी नै बगेर गइहाल्छ है सबै ल साथीहरू। अब हामी चाहिँ डिटेल फर्स्टमा लागेको छौँ है अनि डिटेल फेर मात्रै तपाईँहरूलाई देखाउने छु। कति भिडियो बनाउँछु हौ काकेर नाच्यो विभिन्न प्रकारको काकेर नाच्यो विभिन्न प्रकारको सिल्लीहरू चाहिँ हुँदैछ क्या। तर हामीले जहिले एक गोरो मात्रै हो कि नाच्नु हुने महान पाचार पर्व चाहिँ साकेर आएको छ डिटेलको अन्तिम दिन हुन्छ।